वेलकम ब्याक माई मिनी भ्लग। यो चाहिँ हामी सिलगढीमा स्टे गरेको होटल हो। सो गुड मर्निङ गाइज। बिहानको 2 बजिरहेको छ। 2 बजी चाहिँ हामी अटो पक्रेर चाहिँ बस स्टपतिर जान्छ। बस स्टपमा चाहिँ किन भन्दाखेरि चाहिँ हाम्रो ट्रेन चाहिँ क्यान्सल भइसकेको छ। सो 2 बजी राति चाहिँ कुकुर पनि हिँड्दैन रहेछ। हामी 4 जना बाहेक कुकुर पनि थिएन है रोडमा। हामी चाहिँ राति हुँदो चाहिँ बस पक्रिनु गयो, तर हामी चाहिँ अलिकति छिटै गएछ किनभने राम्रो भएछ छिटो गएको पनि। लकले फेभर गरेको भन्छ नि। यो चाहिँ पानी चाहिँ यस्तो डरलाग्दो मुसलधारे परेको। एकछिन बाद चाहिँ हामी चाहिँ हैरान के गरौँ कि नजाउँ, बस राम्रो छैन भने चाहिँ हामी नजाउँ भनेर चाहिँ हामीले सल्लाह गऱ्यौँ। त्यहाँदेखिको फाइनली बस अराइभ हुँदाखेरि चाहिँ हामी चाहिँ यस्तो खुसी भएको, अलि दामी लग्जरी बस रहेछ भनेर चाहिँ सोच्यो। सबैको सास पनि आयो। त्यहाँदेखिको हामी चाहिँ प्रब्लम चाहिँ के छ भन्दाखेरि चाहिँ यस्तो पानी झरीमा चाहिँ कसरी चाहिँ बसभित्र चढ्नु पर्ने भनेर चाहिँ सोच्यो। तर भए पनि भिज्दै जुझ्दै भए पनि हामी बसभित्र चढ्यौँ। मेरो चाहिँ प्रब्लम माथिपट्टि सिट चाहिँ मैले भच्याइसकेको छु। सो अब तल पनि हिँड्नु अप्ठ्यारो भएर ट्रली चाहिँ आफ्नै सिटमा राख्दाखेरि चाहिँ झन् प्रब्लम हुँदो रहेछ। तर भए पनि हामी जसरी भए पनि 12 घन्टा पुग्ने जग्गामा चाहिँ 15 घन्टा लगाएर चाहिँ जाँदैछौँ। तल हेरेको त बिचरा बहिनी उभिरहेको रहेछ, उसको सिटमा चाहिँ पानीको के प्रब्लम आएको रहेछ। अन्त मैले पनि उसलाई गएर यसो हेल्प गरेँ। त्यहाँदेखिको ट्रलीहरू सबै हाम्रो चाहिँ माथि लगेँ। त्यहाँदेखि हामीलाई अल्छी लागेर बाहिर निक्लेर चाहिँ ड्राइभरको सिटमा गएर चाहिँ बसेर चाहिँ हल्का फोटोसुट गऱ्यो हामीले होइन। मजा आइरहेको थियो, यिनीहरूलाई पनि मजा आएछ। अल्छी लागिरहेको थियो होला। हामीसँग गफ गर्दै जाँदा त मजा आयो। अन्त रोड चाहिँ यस्तो दामी थियो कि गुवाहाटीको। अन्त के गर्नु भोक लागेको अवस्थामा बाहिर यसो हेर्दाखेरि चाहिँ मुरै भेट्यो हामीले होइन। अन्त मुरै चाहिँ कसको हो पनि खाइदियो हामीले चाहिँ मजाले होइन। खाँदै जाँदै थियो। त्यहाँदेखि बाटो चाहिँ यस्तो दामी थियो क्या त। गुवाहाटीको चाहिँ बाटो एकदम राम्रो लाग्यो। अन्त त्यहाँदेखिको 15 घन्टा बाद हामी पुग्यौँ। सी इन द नेक्स्ट ब्लग। बाई बाई।